साथी हो तल दिएको भिडियो छ नि त्यो एकछिन सुनेर हेर्नु है। म यसको लागि म केही कुराहरू बोल्छु। अलिकति 200 मान्छे कतिबाट पैसा दिएर जम्मा गर्छ, अगाडि उभ्याउँछ। अब म प्रधानमन्त्री नभइकन देश बन्दैन भन्छ एउटा। बिहान बेलुका औषधि खान्छ, दिउँसो प्रधानमन्त्री हुने कुरा गर्छ। त्यस्तो पनि जमाना आयो। फेरि ताली बजाउने मान्छेहरू पनि अलिअलि पैसा दिएरै ल्याएका मान्छेहरू हुन्छन्। अलिअलि केही फाल्तु पनि के रहेछ जम्मा भएको भनेर हेर्न आउँछन्, ताली बजाउने पनि। अब ओलीबाले हर्क साम्पाङजीलाई बिहान बेलुका दबाई खान्छ अनि प्रधानमन्त्री हुने कुरो गर्छ भनेको छ। ए ओलीबा, तपाईँ यो कुरो अलिकति सोच्नुहोस् ल। तपाईँभन्दा उमेरमा ऊ त कम्ती नै हो। उसको आयु र तपाईँको आयु तुलनामा अलिकति फरकै पर्छ र तपाईँ आयु पार गरिसक्नु भएको छ होइन। अब त तपाईँ त यो धरतीमा रहने नरहने कुनै चान्स छैन र तपाईँको टिकट पनि आउनेवाला नै होला, बुझ्नु है, आउने होला। र हर्क साम्पाङलाई त्यो भन्नुभन्दा पहिले अलिकति सेन्स लाउनुहोस्, दिमागलाई चलाउनु कि म अलिकति एजेड छु, मेरो भिसा लाग्नेवाला छ, उसको त उमेर अझै छ टर्ने भनेर सोच्नुहोस्। र अर्को कुरा, जो चोर त्यसकै ठुलो चोर भनेको एउटा उखान थियो। उखानमा त तपाईँ प्रख्यात व्यक्ति होइन। त्यो उखान अब यहाँ पनि लागु हुने भयो, किनभने तपाईँले भन्नुभयो नि पैसामा किनेर ल्याउँछन् अनि ताली बजाउनको लागि कि पैसामा किनेर ल्याउँछ अनि उसको हाई हाई गर्नको लागि गराउँछ भन्नुभयो नि। यो कुरो चाहिँ तपाईँले गराउनुहुन्छ है। यो चाहिँ म लेखेर दिन्छु, लेखेर। तपाईँले पैसामा मान्छेहरू किनेर बोटुलेर तपाईँले आफ्नो पार्टीमा तान्नुहुन्छ। यो कुरो म लेखेर दिन्छु। त्यस्ता व्यक्तिहरू एक निकाल्न पनि हामी सक्छौँ, किनभने अहिलेको जमाना भनेको टेक्नोलोजी भइसक्यो कि, बुझ्नुभयो नि। एक हिसाब हामी पनि निकाल्न सक्छौँ कि रिसर्च गरेपछि, बुझ्नु अब तपाईँले कुरो हर्क साम्पाङलाई यसरी दबाएर कुरो गर्नु अलिकति सुहाउँदैन। अलिकति माथिको मान्छेले यसरी कुरो नगर्दिन। र तपाईँ चुनावमा आउनुहुन्छ, चुनाव जित्नुहुन्छ, तपाईँको ठाउँमा छ। र हर्क साम्पाङको पनि यो देश हर्क साम्पाङको पनि हो, उसको पनि अधिकार छ चुनावमा आउने, चुनावमा लड्ने र प्रधानमन्त्री हुने। किन उसको पनि होला नि त समर्थकहरू, के तपाईँको मात्रै हुनुपर्ने हो? त्यस्तो त होइन नि त। मै खाउँ मै लाउँ अरू मरुन् दुर्लभहरू भने जस्तो त्यस्तो नगर्नुहोस् न। उखानमा त तपाईँ पनि प्रख्यात हुनुहुन्छ कि हामी पनि कम्ती छैनौँ के उखानको लागि त। उखानले नै दिने हो भने तपाईँलाई पनि उखानले नै पुरिदिन्छौँ कि। अहिलेको जेनेरेसनमा तपाईँको उखान भनेको शब्दमा निक्लिन्छ कि उखान त। तपाईँ कति नै पढ्नुभएको छ, 8 कक्षा पढ्नुभएको छ, तपाईँ प्रधानमन्त्री चलाउनु हुँदैछ, अथवा 10 कक्षा पढ्नुभयो प्रधानमन्त्री चलाउनु हुँदैछ। हर्क साम्पाङको शिक्षा क्षेत्रमा कति छ त्यो नलेज हेर्नु। तपाईँले अङ्ग्रेजी बोलेको र हर्क साम्पाङले अङ्ग्रेजी बोलेकोलाई एकचोटि तुलना गर्नुहोस् अनि बोल्नुहोस्। हस् त साथी, आजको लागि यति नै। कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोस् र यो भिडियो सक्दो सेयर गर्नुहोस्। यस्तो केपी ओलीको झोलेहरू पनि पुऱ्याइदिनुहोस् कि यो रप उदेला पुरा रिसले आगो हुन् त्यस्तो बनाइदिनुहोस् कि हुन्छ नि अलिकति त होइन। ल हस् त, टाटा बाई बाई।